साथीहरू नेपालमा हाम्रो धेरैजना नेपाली दाजुभाइ दिदीबहिनीहरूले चाहिँ फेसबुक मोनेटाइजेसन गरेर निकै धेरै आम्दानी गरिरहनु भएको छ। महिनामा लाखौँ रुपियाँ पनि आम्दानी गरिरहेको रेकर्ड छ हैन। त्यसैले हाम्रो धेरै साथीहरू पनि मोनेटाइजेसन गर्ने प्रोसेसमा लागिरहेको म देख्छु। उहाँहरूलाई म के सुझाव दिन चाहन्छु भने आज तपाईहरूले चाहिँ फेसबुक मोनेटाइजेसन गर्नु छ भनेपछि बिहान गुड मर्निङ, दिउँसो गुड आफ्टरनुन र बेलुका गुड इभिनिङ भनेर हुनेवाला छैन है। तपाईले चाहिँ एकदम चाहिँ राम्रो कन्टेन्टहरू दिन सक्नु पर्यो कि हैन। तपाईलाई किन फलो गर्ने हैन, महत्त्वपूर्ण टाइम चाहिँ जिन्दगीको महत्त्वपूर्ण टाइम चाहिँ तपाईलाई किन दिने के मान्छेले हैन। तपाईले केही महत्त्वपूर्ण कुराहरू दिनु पर्यो नि, केही मनोरञ्जनका कुराहरू दिनु पर्यो, केही इन्टरटेनमेन्टका कुराहरू दिनु पर्यो, केही हैन क्युरियोसिटीका कुराहरू दिनु पर्यो। त्यसपछि गएर तपाईलाई लाइक कमेन्ट गरिसकेपछि तपाईहरुबाट केही पाउनु पर्यो हैन। तपाईहरुले केही स्पेशल चीजहरू दिनु पर्यो नि, केही कुराहरू स्पेशलहरू दिनु पर्यो। तपाई चाहिँ के कुरामा जान्नुहुन्छ त्यसको बारेमा डिटेलमा जानकारी गराउनु पर्यो, रोचक कुराहरू दिनु पर्यो र पो तपाईलाई चाहिँ लाइक कमेन्ट गर्छ, सब्स्क्राइब गर्छ र जिन्दगीको महत्त्वपूर्ण समय तपाईलाई खर्च गर्छ र तपाईसँग त्यही कुरा आशा गर्छ हैन। तपाईले चाहिँ विभिन्न बेलामा छिस्सा चाहिँ चाहिने नचाहिने कुराहरू हालिरहन्छ, डिस्टर्ब गरिरहन्छ भने त तपाईलाई अनफलो अनसब्स्क्राइब गरिदिन्छ नि। त्यही भएर चाहिँ तपाईहरुले एकदम महत्त्वपूर्ण कुराहरू हाल्नुस्, चाहिने कुराहरू हाल्नुस्, टिपिकल कुराहरू हाल्नुस् हैन। त्यसपछि गएर ओहो भन्ने क्युरियोसिटी वाला कुराहरू हाल्नुस् र पो मान्छेले तपाईलाई फलो गर्छ, कमेन्ट गर्छ, लाइक गर्छ, हेर्छ, रमाउँछ। त्यही भएर तपाईँ चाहिँ कुन कुरामा स्पेशलिस्ट हुनुहुन्छ कि? तपाईँ सेक्युरिटी हुनुहुन्छ भने सेक्युरिटी बारेमा दिनुस्, व्यापारी हुनुहुन्छ भने व्यापारको बारेमा दिनुस् हैन, गृहिणी हुनुहुन्छ भने घर परिवार कसरी चलाउने त्यसको बारेमा चाहिँ एकदम क्युरियोसिटी कुराहरू दिनुस्। त्यसपछि हरेक कुराहरुको एक कुरा त सबैसँग छ नि हैन, त्यसको बारेमा विस्तृत रूपमा दिनुस्, एकदम रोचक कुराहरू दिनुस् र तपाईसँग जोडिन्छ र तपाईको फलोअर्स पनि बढ्छ र तपाईँ पनि कुनै दिन मोनेटाइजेसन हुन्छ र तपाईले पनि कमाउनुहुन्छ। तपाईको मोनेटाइजेसन भनेको चाहिँ एकै दिनमा फ्याट्ट हुने होइन के, यो त लामो 4 वर्ष 3 वर्ष 5 वर्ष पनि लाग्छ यो मोनेटाइजेसन हुने कुरा। आजको आज भोलिको हुने कुरा होइन। सबभन्दा ठुलो कुरो प्रयास गर्नु हो, गरिरहनु भएको छ। के निरन्तरता दिनुहोस् भन्न चाहन्छु। हस्, थ्यांक यू सो मच। नमस्ते। मलाई पनि फलो गरिदिनु होला। धन्यवाद।